अघि माथिको कुलो अहिले तलको कुलो हामी आइसक्यौँ ल माथि के ल्याउने ए Oh yeah! मोबाइल हिँड्दै गएको कुनामा स्वाट आउनु भए फङ्गरा छाङछाङमा यो माथि ए होइन कुनालाई दिए कतै कतै सिकारी सिकारी हामी सिकारी ल खोलामा पुग्यो बाटो यही हो क्या उता हिँड्ने म्याउ जाऊ 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 त्यार्सै जाऊ त्यार्सै समाते काट्यौ गराउँदै हिँड्ने ओए मासले खाँच्छ अनि खोलातिर यो केटाले हो त्यहाँ सहिलो ठाउँ हुँदैन हेर यस्तो ढिकबाट ल्याएर चुब्लुङ चुब्लुङ त्यो केटा खस्न लाग्यो क्यार नि यस्तो ढिकमा नढकल न ए ढिक आइज यार छ्वाक्कै यार पारी तरिन्थ्यो यार होइ पनि आइन्थ्यो यही बाटो होइ आइन्थ्यो ए हुसियार नबोल्दै हिँड्नु क्या म्यास चाल्यो आइन्थ्यो आइन्थ्यो तिमीले नि 1 नम्बर बाटो छ भनेर उता 2 नम्बर सिकारी 2 नम्बरलाई सोध्नु पर्थेन सिकारी एकले यो बाटोले सिकारी 2 ले उता आराम भन्थ्यो यार हो त यार आइन्थ्यो भ्यान तेरो अघि मोबाइल
आइएन नि त तल्लाई माथि आइएन यहाँ तलतिर आइएन हो न लौ भिडियो बनाउनु ल हामी आइसके यहाँ चाहिँ कति ठुल्ठुलो माछा छ है निर्मल जाते है ठुलो माछा हो कति जाने हो कि एउटा उकै ती पाइप अगाडि है केटाले जिरान लाहान ल ल मारु त ल के गर्यो हो त्यही हो त्यही हो त्यही हो हाने 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 खै माथि तानेर उ गर अच्छा कति ठुल्ठुलो बुझ्दैन रहेछ यहाँबाट त सकिन्न क्या पानी भरिदिए माथि टान्न पर्छ मारे खै भयो ल फोटो नि खिच्छ नि यहाँबाट ल्याउ न फोटो खिच्छ नि एउटा सुगाइ आउने बित्तिकै माछा मारिसक्यो बोनी जाजु भाइ यस्तो कप्चेरो ठाउँमा अगाडि देखिन्न क्या हामीले होइन यहाँ र त्यही थेत्तेरिका चिसो पानी यस्तै छ पौडिने र त पाइए के माछा दौडेको माछा दौडेको ए तेरिका कति ठुल्ठुलो हो कति ठुल्ठुलो माछा दौडेको